सब ठिक छ नि केटा जोन राईको नयाँ सङ सुनौँ न अरे सुन्नै पर्ने हो पख In the world of true lover, a pot breaks and silence begin to speak. He didn't live, he lost his way. Searching for the flower. Hmm? Searching for the flower that would make her smile. Inside the stillness, a sweet quality grow up love avoiding of the hope in the context. But not knowing the truth, her heart grows impatiently, restless with the guilt and believe he walk away. के हो दाइ केटाहरू त एयरपोर्टमा म भन्छु अहिले कति सेन्टी रहेछ है बुढा मरेको उसको बुढा मरेको हो जिउँदै छ त नि सम्झेको केटा अलि यङ भयो यार केटी भन्दा दिदी त हिरोनी हो त होइन हिरोनीले पनि म्युजिक भिडियो खेल्छ है दिदी हिरोनी हो केटा अलि यङ भयो यार दिदी अलि ठुलो हुनु होला केटा भन्दा गल्ती भयो पहिले अब हुने छैन पहिले केटा गाँड भइसकेको रहेछ ऊ सम्झनामा रहेछ केटी चाहिँ केटा गाँड भइसक्यो चिनेको थिइन तिमीलाई कसरी यो गीतहरू जोनले कन्सर्टमा गाइरहेको थियो होइन के हो केटा हो यो गीत त जोनले पहिल्यैदेखि कन्सर्टमा गाइरहेको थियो होइन यो गाना पर्खिरहेको छु भन्ने मलाई चाहिँ यो गाना त्यो अब थाहा भएन तर त्यस्तो खासै चाहिँ यो गाना चाहिँ मलाई लाग्दैन जोन साथीको होइन हुन त जोन साथीको चाहिँ बेस्ट गीत अरे यो है तर अब मलाई चाहिँ जोन साथीको अरू गानाहरू चाहिँ बबाल लाग्छ यो गाना पनि राम्रो छ नराम्रो त होइन पर्खिरहेको छु है एकदम राम्रो छ तर सुन्दै गएपछि अब बानी बस्छ होला जुन गीत पनि सुरुमा सुन्दाखेरि त हल्का फिका नै लाग्छ तर मलाई चाहिँ अलिकति यो गाना चाहिँ जोन साथीको बेस्ट चाहिँ लाग्दैन क्या बेस्ट उसले चाहिँ आफूलाई यो गाना बेस्ट भन्दो रहेछ तर मलाई चाहिँ बेस्ट उसको अरू गानै छ क्या होइन एभरेज छ यो गाना चाहिँ एभरेजै छ
जोन साथीको यो हाई नोट चाहिँ राम्रो हुन्छ क्या है, जुनै गानामा पनि अब गरेको चाहिँ राम्रो हुन्छ क्या, जुनै गीतमा पनि। हो बल्ल चाहिँ गीत राम्रो लाग्यो क्या मलाई, बल्ल चाहिँ हल्का हाई हान्नु क्या, अघि चाहिँ हल्का स्लो भएर होला, मैले चाहिँ त्यस्तो खासै लागेको थिएन। अहिले चिच्चाउन थालेपछि चाहिँ हल्का हातको भुत्ला सरङ्ग उठेको जस्तो भयो क्या। म्युजिक भिडियो त मैले केही बुझेको छुइनँ, अब हिन्दी फिल्म हेर्ने बानी, अब करण अर्जुन यस्तै यस्तै पुरानो अजय देवगन यस्तो यस्तोको फिल्महरू मात्र अब आमा हुने छोरा हुने मुजी गुन्डा हुने त्यस्तो खालको मात्र कहानी बुझ्ने मान्छे हो म है। मजाले त्यो कहानी चाहिँ के भइरहेछ त्यो चाहिँ मैले केटा मरो चाहिँ थाहा पाएँ, केटी सम्झिरहेको चाहिँ थाहा पाएँ, अरू के भइरहेको चाहिँ मैले अलिक बुझ्न मलाई अलिक गाह्रो हुन्छ है। म गाना सुन्दैछु, भिडियो पनि हेर्दैछु, तर दिदी रुँदै हुनुहुन्छ भनेपछि बिनाजुले छोडेर जानुभयो होला दिदीलाई। दिदीभाइको कहानी हो, गर्लफ्रेन्ड बोयफ्रेन्ड होइन र। त्यही त दिदी अलि ठुलै हो क्या, दिदी लगभग 30 वर्ष त पुग्नु भयो होला, किनभने दिदी त फिल्म खेल्ने मान्छे हो, शिल्पा मास्के होइन नाम, चिन्छु म। यहाँ त केज जिममा पनि आउनुहुन्थ्यो जस्तो लाग्यो दिदी त, म पनि केजैमा हान्थेँ नि त। तर मोडल चाहिँ अलि यङ छ क्या, दिदीभाइको पो हो कहानी हो र, त्यही त। कि मैले जस्तै तिमी सम्झिरहेछु मलाई। दिदीभाइको फ्लावर सप हुँदो रहेछ, फुल बेच्ने ठाउँ हुँदो रहेछ। भाइ चाहिँ अब के भयो कसरी बित्यो, बाइक एक्सिडेन्टमा होला, अनि दिदीले चाहिँ सम्झिँदै हुनुभयो क्या। हो त्यही भएर दाइ रियाक्ट नगर भने क्या, मलाई रियाक्ट गर्न आउँदैन क्या, म बुझ्दिनँ क्या केटा हो। मलाई गेम खेल्न देऊ, गोली चलाउन देऊ, एम्पो 16मा 3x लगाएर 4x लगाएर, म यस्तो बुझ्दिनँ। गाना राम्रो छ, साथीको गाना हो, मेरो जिग्री साथी हो जोन, गाना ठिक छ, एकदम बवाल छ, भिडियो पनि राम्रो छ। तर भिडियोले के भनिरहेको छ चाहिँ म 2-3 चोटि हेरेपछि मात्र बुझ्छु। मान्छेले भन्छ यो मुजीलाई रियाक्टै गर्न आउँदैन, लेकिन रियाक्ट मलाई आउँदैन त, हो त नि, हो त म आउँदैन। होइन त। तर जोन साथीलाई सपोर्ट मेरो मनबाट छ। बादल सरी मुजी साथी त मुजी गीत गाउँदाखेरि म तँलाई सपोर्ट गर्छु भनेको छु, मैले गर्नै पर्यो होइन। अनि त्यसलाई एउटा कमेन्ट हालिदिउँ गएर, के पो थियो डाइलेक्ट केडा मेरो साथी त स्टेजमा हुँदाखेरि के थियो मेरो भन त, म त्यही लेख्छु भन त। के थियो मेरो डाइलेक्ट साथी के थियो भन त केडा, मैले बिर्सेँ क्या। साथी के थियो भन त केडा, ठ्याक्कै भन है। छिटो छिटो केडा, साथी आज आएर तैँले मेरो यो होइन अर्को यो गीतमा भएको के थियो, छिटो छिटो केडा। केटाहरूले भन्नै सकेन यार, आफै हेरेर भन्नु पर्यो यार।